जीवन यात्रा हो। दौड्दा दौड्दै पुग्ने ठाउँ भनेको चाहिँ ठ्याक्कै त्यहाँ हो। त्यही अन्तिम गन्तव्य मसानघाट, आर्यघाट। हाम्रो आश्रमबाट देवघाटका 3वटै दृश्यहरू देखिन्छन्, भक्ति, ज्ञान र वैराग्य। वैराग्य ठ्याक्कै आश्रमको तलपट्टि, जहाँ दिनमा 8 देखि 10वटा चिता जलिरहेका हुन्छन्। यहाँबाट राति 12 बजे उठेर आयो भने पनि जल्दै गरेको चिता देख्ने गर्दछ। यो वैराग्य स्थल हो। हाम्रो आश्रमबाट पुरै वैराग्यका प्रतिहरू देखिने गर्दछन्। पारिपट्टि ज्ञानको स्थान भनेको गलेश्वर आश्रम, हामी यहीँबाट देख्न सक्छौँ। भक्ति र ज्ञानको स्थान चाहिँ यो गुरुकुल हो, मन्दिर हो, जहाँ हजारौँ विद्यार्थीहरूले अध्ययन गरेर विश्वभरि सनातन धर्मको प्रचार गरिरहेका छन्। त्यो ज्ञानको क्षेत्र भयो। र भक्तिको क्षेत्र भनेको सङ्गम स्थल, जहाँ त्रिशूली र गण्डकीको पावन सङ्गम स्थल छ। त्यो भक्ति, ज्ञान, वैराग्य 3वटै मूर्त रूपमा प्रकटित भएको स्थान देवघाट धाम हो, विश्वकै पावन तीर्थस्थल। र यो आश्रमबाट चाहिँ सारा दृश्यहरू हेर्न मिल्छ। र यो मिलोस् भन्नकै खातिर यस्तो ग्लास पनि पुरै आश्रममा टपन ग्लास लगाइएको छ। यहाँ बसेर जीवन पनि बुझिन्छ, जगत पनि बुझिन्छ, मृत्यु पनि बुझिन्छ र सबै कुराको प्रतीति हाम्रो आश्रमबाट हुने गर्दछ। स्वागत छ यहाँहरूलाई देवघाट धाममा आउँदै गर्दा। हाम्रो आश्रममा अवश्य बस्नुहोला। यहाँ बस्न निःशुल्क छ, यहाँ प्रसाद निःशुल्क छ, भोजन, आवास, सम्पूर्ण कुराहरू निःशुल्क छ। निःशुल्क भन्दै गर्दा हाम्रो खर्च होइन, सबै भक्तहरूले पुर्याउनु भएको छ, दान दातव्यबाट चल्ने गर्दछ। अवश्य नै देवघाट धाममा आउँदै गर्दा कहाँ जाने नसोच्नुहोस्, यहाँ आउनु होला।